हेलो गाइज होइन के छ फेरि र आजकल के हुन्छ भने हामीहरू सबैजनालाई चाहिँ खेल्न मन लाग्छ माइनक्राफ्ट जाभा एडिसन तर के गर्नु हामीहरूसँग हुँदैन पिसी त्यही भएर आज चाहिँ म तपाईँहरूलाई जाभा एडिसनको तपाईँहरूलाई म युआई दिनेछु कसरी डाउनलोड गर्ने यसको युआई भनेर र हेर्न सक्नुहुन्छ एउटै फरक छ जाभा एडिसन यसमा र योपालि मैले तपाईँलाई देखाएको यो भएको कुराले गर्दा चाहिँ यहाँ हेर्न सक्नुहुन्छ पुरै जाभा एडिसन जस्तै भएको छ हाम्रो पुरै होइन र यसै गरी यहाँ हेर्न सक्नुहुन्छ क्रिएट न्यू भन्ने त्यही यहाँ सबै वर्ड आउँछ र मुनि क्रिएट न्यूमा क्लिक गर्ने बित्तिकै यहाँ हजुरहरूले नर्मल देखिँदाखेरि अलिक हजुरहरूले एउटा कुरा नोटिस गर्नुपर्ने हुन्छ त्यो कुरा के हो भने यो र यहाँ आफै पढ्न सक्नुहुन्छ यहाँ चाहिँ हामीले यो मोडमा हामीले हार्डकोर मोड पनि खेल्न मिल्छ र यसरी नै हामीले सर्भाइभलहरू पनि खेल्न मिल्छ र एउटै फरक छ यहाँ होइन यहाँ हेर्न सक्नुहुन्छ सबै जाभा एडिसनकै छ र जसरी तपाईँहरूले वर्ल्ड क्रिएट हान्नुहुन्छ यहाँ हेर्न सक्नुहुन्छ हजुरसँग यहाँ यस्तोवाला पनि आउनुहुन्छ होइन यस्तो लोडिङ स्क्रिन आउँछ र हजुरहरूलाई यो कसरी चाहियो हजुरहरूलाई देखाउँछु कस्तो कस्तो हुँदो रहेछ त यो मोड यत्रो मात्रै होइन तपाईँहरूले यो मोडमा जस्तो यहाँ भाइब्रेन्ट भिजुअल्स म खेलिरहेको हुन्छु होइन र तपाईँहरू जसरी यहाँ क्लिक गर्नुहुन्छ नि भन्ने कहाँ भन्नेखेरि चाहिँ जसरी तपाईँहरू यो बटनलाई क्लिक गर्नुहुन्छ ठ्याक्कै हजुरहरूले यो बटनलाई क्लिक गर्ने त्यो हेर्न सक्नुहुन्छ यस्तो पनि आउँछ र यहाँ सेभ एन्ड क्विट टु टाइटल भनेर आउँछ अनि यसरी गेम पनि सेभ भइहाल्छ र यस्तो हजुरहरूले कहाँबाट लिने त यो स्वयं म आजको भिडियोमा देखाउँछु र हामीसँग भिडियोमा बनिराख्नु होला र के गर्नुपर्ने सुरुको स्टेप हेरौँ पहिले त हजुरहरू पहिले आफ्नो प्ले स्टोरमा जानुपर्ने हुन्छ जस्तै म अब यहाँ सर्च हान्छु प्ले स्टोर यहाँ आइसक्यो र हजुर प्ले स्टोरमा जानुपर्ने हुन्छ र सर्चमा गएर यहाँ गएर हजुरहरूले सर्च हान्नुपर्ने हुन्छ माइन क्राफ्ट DDON माइनक्राफ्ट एडन अनि यही सुरुमा एडन्स फर माइनक्राफ्ट भनेर आउँछ र हजुरहरूले यो स्टेपमा केही गर्ने होइन हजुर चुप लगाएर हजुर चाहिँ कहाँ जानुपर्ने म हजुरलाई देखाउँछु र कहाँ जानुपर्ने आफै हेर्नु होला जसरी हजुर यहाँ पुग्नुहुन्छ यो एडन्स फर माइनक्राफ्ट भन्ने एपमा जानु होला जसरी जानुहुन्छ यहाँ त मैले पहिल्यै डाउनलोड गर्छु हजुर पनि डाउनलोड गरेर यहाँ यो एपले रिभ्यू दिँदा हुन्छ म यसलाई थ्री स्टार दिन्छु किन राम्रै छ यो पनि र जस्तै हजुर माथि यहाँ ओपनमा गएर अब यो डाउनलोड भएपछि ओपनमा जानुपर्ने हुन्छ र यहाँ हजुरहरूलाई जुन मोड चाहिन्छ त्यो सबै मोडहरू तपाईँहरूले लिन पाउनुहुन्छ र यसै गरी यहाँ सर्चको अप्सनमा गएर जाभा युआई भनेर सर्च हान्नुपर्छ र यहीँ सुरुमा हजुरहरूले यहाँबाट जुन पनि लिन मन छ त्यही लिँदा हुन्छ तर मैले चाहिँ डाउनलोड गरेको भन्दाखेरि यो हो र यसलाई चाहिँ डाउनलोड गर्नलाई तपाईँहरूले यहाँ क्लिक गर्नुपर्छ जसरी क्लिक गर्नुहुन्छ मुनि चाहिँ सुरुमा डाउनलोड भनेर अप्सन आउँछ अनि त्यही के हुन्छ भने त्यही डाउनलोडको अप्सनलाई क्लिक गर्ने त्यही हजुरहरूले दुईवटा जति एड हेर्नुपर्छ र त्यस पछाडि एड हेरेपछि ठ्याक्कै इन्स्टल एमसी एडन भन्ने अप्सनमा क्लिक गरेर हजुरहरूले यसलाई डाउनलोड गरेर माइनक्राफ्टभित्र छिरेर ग्लोबल रिसोर्सेस प्याकहरू लिन पाउनुहुन्छ र यसै गरी मैले पनि ग्लोबल रिसोर्सेस लिइसकेको छु हेर्न सक्नुहुन्छ र यो सुरुको लोडिङ स्क्रिन यस्तै आउँछ त्यस पछाडि हामीहरूलाई सरप्राइज मिल्नेछ हजुरहरूलाई नर्मली माइनक्राफ्ट देखिन्छ तर जब तपाईँहरू जानुहुन्छ त्यसमा मतलब तपाईँहरू जानुहुन्छ आफ्नो सेटिङमा जब सेटिङमा जानुहुन्छ सेटिङमा जाने बित्तिकै के हुन्छ भने हजुरहरूले त्यहाँ गएर ग्लोबल रिसोर्सेस प्याकमा क्लिक गरेर हजुरहरूले पाउन सक्नुहुन्छ र म सिङ्गल प्लेयर खेल्न जाँदैछु हेर्न सक्नुहुन्छ यसरी नै हजुरहरूले यो पुरै डाउनलोड गर्न सक्नुहुन्छ र आजको लागि यति नै बाई गाइस